हालेलुया। प्रभुलाई धन्यवाद होस् र सम्पूर्ण परमेश्वरको जनहरूमा म अन्जुको तर्फबाट जय मसीह भन्न चाहन्छु र परमेश्वरलाई धन्यवाद होस् र म विशेष गरी म तपाईँहरूलाई धन्यवाद दिन चाहन्छु कारण तपाईँहरूको इन्करेज कुराहरूले अनि तपाईँहरूको प्रार्थनाले अनि परमेश्वरको प्रेमले गर्दा फेरि पनि म तपाईँहरूको माझमा आउन सफल भएको छु र यूहन्ना 3:16 हामीले हेर्छौँ भने संसारलाई परमेश्वरले यति धेरै प्रेम गर्नुभयो कि उहाँले चाहिँ एकमात्र पुत्र जो प्रभु येशू ख्रीष्ट हुनुहुन्छ अनि हाम्रो निम्ति पठाउनु भयो। प्रियहरू, आज मैले तपाईँहरूको माझमा यो वचनलाई किन ल्याएको छु भनेदेखिलाई चाहिँ तपाईँहरूले वचन बाइबललाई खोलेर वचन हेर्न सक्नुहुनेछ। दोस्रो कोरिन्थी 4:15 पदमा यसरी लेखिएको छ, उहाँ सबैका निम्ति मर्नुभयो ताकि बाँच्नेहरू अब उसो आफ्नै निम्ति बाँच्ने होइन तर उहाँको निम्ति बाँचुन् जो तिनीहरूको खातिर मर्नुभयो र फेरि जीवित पारी उठाइनु भयो। आमेन। अनि यो लेखिएको छ। अनि यो मैले चाहिँ किन चाहिँ तपाईँहरूको माझमा यो दुईटालाई किन ल्याएको छु भनेदेखिलाई चाहिँ आज तपाईँहरूलाई म के भन्न चाहन्छु भनेदेखिलाई चाहिँ आज परमेश्वरले चाहिँ एउटा जो चाहिँ विश्वासी छ त्यसलाई मात्र प्रेम गरेर अनि प्रभु येशू पठाउनु भएन तर आज यो संसारका प्रत्येक तपाईँ अनि हामी जति पनि यो संसारमा आज बाँचिरहेका छौँ अनि उहाँहरूको लागि अनि तपाईँको लागि अनि मेरो लागि चाहिँ प्रभु येशू चाहिँ यस धरतीमा आउनुभयो प्रियहरू। र परमेश्वर पिताले यति धेरै अगापे प्रेम देखाउनु भएको छ कि आज तपाईँले अनि मैले चाहिँ साँचो परमेश्वरलाई चिन्नुपर्छ भनेर। उहाँले यो सोच्नु भएन कि मेरो एकमात्र पुत्र हो मैले चाहिँ कसरी चाहिँ क्रुसमा चढाउन सक्छु र भनेर। थाहा छ तपाईँहरूलाई कि प्रभु येशू पनि जब क्रुसमा चढ्नु भयो नि तब प्रभु येशूले चाहिँ आज हामी जस्तो पापीको लागि चाहिँ उहाँले पितासँग बिन्ती गर्नुभयो, हे पिता आज यिनीहरूलाई चाहिँ तपाईँले क्षमा गर्नुहोस् किनभने चाहिँ यिनीहरूले के गर्दैछ यो कुरा उनीहरूले बुझेको छैन जानेको छैन भनेर चाहिँ प्रभु येशू चाहिँ जब क्रुसमा हुँदाखेरि पनि उहाँले यी कुराहरू भन्नुभयो प्रियहरू। आज त्यो रगत बगाउनु भयो ताकि तपाईँको पाप धुलियोस् र मेरो पाप धुलियोस् र आज सारा यो पृथ्वीको सारा संसारभरिको मानिसले चाहिँ आज प्रभु येशूलाई चाहिँ ग्रहण गरोस् र पितालाई चाहिँ चिन्न सकोस् र प्रभु येशूद्वारा चाहिँ प्रभु परमेश्वरसम्म चाहिँ पुग्न सकोस् भनेर चाहिँ आज प्रभु येशूले चाहिँ आज हाम्रो लागि आज यत्रो धेरै त्याग गर्नुभएको छ प्रियहरू। आज के आज पनि के तपाईँ अनि म चाहिँ के आज यो खलक यो खलक यो विश्वासी यो हो र यो अविश्वासी यो हो भनेर हामी के यसरी छुटाउन सक्छौँ र प्रियहरू। किनभने प्रभु येशूले चाहिँ हाम्रो निम्ति यो सारा संसारको निम्ति जो चाहिँ प्रभु येशूलाई ग्रहण गर्छ यो सबैको लागि चाहिँ प्रभु येशूले चाहिँ क्रुसमा बलि दिनुभयो प्रियहरू। परमेश्वरले यति धेरै प्रेम गर्ने एउटा मात्र पुत्रलाई पनि पठाउनु भयो प्रियहरू। आज हामीले यस वचनबाट के सिक्न पाउँछौँ भनेदेखिलाई चाहिँ अब उसो चाहिँ आफ्नै निम्ति बाँच्ने होइन तर उहाँको निम्ति बाँचुन् जो तिनीहरूको खातिर मर्नुभयो र फेरि जीवित पारी उठाइनु भयो भनेर लेखिएको छ। किनभने अब उसो चाहिँ आफ्नो निम्ति बाँच्ने होइन कारण आज तपाईँ अनि म जुन घमण्ड गर्छौँ नि ती घमण्डहरू चाहिँ केही पनि छैन, बेकामको छ। र यो संसारमा कुनै पनि कुरा यस्तो छैन कि हामी चाहिँ त्यसप्रति चाहिँ एकदमै घमण्ड गरौँ। मानिलियो एउटा धनी मानिसले एउटा पैसाको लागि एकदमै मात्र घमण्ड गर्छ, मेरो घर छ बङ्गला छ प्रत्येक कुरा छ मसँग भनेर जब उसले घमण्ड गर्छ नि त्यो बेकारको छ प्रियहरू। आज तपाईँले कुनै कुरामा तपाईँले घमण्ड गर्नुहुन्छ नि त्यो कुराहरू बेकार छ प्रियहरू। किनभने चाहिँ त्यो कुराहरू कुनै पनि हाम्रो होइन। थाहा छ तपाईँलाई जब तपाईँ मर्नुहुन्छ नि तब तपाईँलाई चाहिँ कसले बोकेर लान्छ? तपाईँ आफै बोकेर तपाईँ जानुहुन्न तर कसैले त तपाईँलाई बोकेर लान्छ नि, हो कि होइन? र तपाईँ कुनै कुराहरू गर्नुहुन्छ भने त्यो कुरा पनि अरूले दिएको हुन्छ, अरूले गरिदिएको हुन्छ। यी कुराहरू पनि कुनै कुरा मानिलियो कुनै पनि कुरा जति पनि तपाईँले सोच्नुहुन्छ नि ती कुराहरू सबै चाहिँ कुनै पनि कुरा चाहिँ एउटा चाहिँ लङ लास्टिङ एउटा चाहिँ के भन्छ जीवनभरिको लागि छैन। तर जब परमेश्वर पिताको प्रेमलाई हामीले थाहा पाउँछौँ नि जो चाहिँ परमेश्वर पिताले चाहिँ जुन चाहिँ एउटा बलिदान दिनुभएको कुरा छ नि ती कुरालाई हामीले सम्झिन्छौँ भने नि यी कुराहरू कुनै पनि हाम्रो लागि चाहिँ के त एउटा अमूल्यको छैन प्रियहरू। यस कारणले चाहिँ परमेश्वरले चाहिँ जुन वचन हामीलाई दिनुभएको छ कि जुन वचनमा चाहिँ अब उसो चाहिँ हामी चाहिँ आफ्नै लागि होइन है उहाँको लागि जो चाहिँ हामीलाई चाहिँ जुन चाहिँ बलि दिनुभयो हाम्रो निम्ति मर्नुभयो हाम्रो खातिर मर्नुभयो हेर्नुहोस्
त्यहाँ पिताको प्रेमलाई देखाएको छ। यूहन्ना 3:16 भनेदेखिलाई यहाँ चाहिँ पुत्रको प्रेमलाई हाम्रो माझमा देखाउनको लागि चाहिँ उहाँले भन्नुभएको छ। दोस्रो कोरिन्थी 4:15 हामीले पढ्न सक्छौँ प्रियहरू। यस कारणले आज हामी यत्रो वचनलाई जुन चाहिँ परमेश्वर पिताले हाम्रो निम्ति दिनुभएको यो वचनलाई हामी पढ्दा पनि के हामी यी कुराहरूलाई अब ध्यान दिँदैनौँ होला र कि परमेश्वरले चाहिँ हामीलाई कत्रो त्याग दिनुभएको छ। प्रियहरू आज सोचौँ, आज जानौँ कि आज परमेश्वरले चाहिँ हामी एकजनाको लागि मात्र होइन, दुईजनाको लागि मात्र होइन, तर यो सारा सृष्टिको लागि नै, यो सारा सृष्टिमा जति पनि रहेका मानिसहरूको लागि चाहिँ प्रभु येशू मर्नु भएको हो। आज मेरो लागि मात्र होइन, आज जो विश्वासी छ नि त्यसको लागि मात्र होइन, आज क्रिस्चियनहरूको लागि मात्र होइन, तर सारा यो जगतमा भएको प्रत्येकको लागि प्रभु येशू मर्नु भएको हो। त्यसकारणले आज हामी जानौँ कि पिताले चाहिँ हामीलाई कति प्रेम गर्नुहुन्छ र पुत्रले पनि हामीलाई कति धेरै त्याग दिनुभएको छ भन्ने कुरालाई हामी बुझौँ प्रियहरू। यस कारणले म तपाईँहरूलाई यही इन्करेज गर्दछु कि आज जति पनि अनविश्वासीहरू हुनुहुन्छ, तपाईँहरू जति पनि हुनुहुन्छ, प्लिज तपाईँहरूले बुझ्ने कोसिस गर्नुहोस् कि पिताले आज कति प्रेम गर्नुभएको छ। जो चाहिँ यो सारा सृष्टि नै चाहिँ सृष्टि गर्नुभयो, यो सारा ब्रह्माण्ड चाहिँ सृष्टि गर्नुभयो है, अनि तपाईँलाई अनि मलाई बनाउनु भयो। उहाँले चाहिँ कति धेरै प्रेम गर्नुहुँदो रहेछ। आज तपाईँले यो बुझ्नु पर्दछ। आमेन। प्रभुलाई धन्यवाद होस्। यी कुराबाट तपाईँले धेरै धेरै आशिष पाउनु भएको छ भन्ने म एकदम विश्वास गर्छु। जय मसीह।